ए केटा हो उठ्नु पर्दैन म थाहा थियो कि कता आइपुग्नु उठिसक्यो सम त हामी उठ्नु पर्दैन के हो लट्ठी लाउनु पर्ने लट्ठी लाउनु पर्ने लट्ठी लाउनु पर्ने मोरक्को ओए मोरक्को छ है माथि तिमीलाई लट्ठी लाउनु पर्ने अल्छीका ढकहरू अल्छीका ढ्याकहरू ओए एउटा अल्छीको ढ्याक यहाँ छ अर्को अल्छीको ढ्याक यिनीहरूलाई छ नि जति सुते पनि पुग्दैन अहिले हामी फ्रेस अप भएर नुहाएर म बजार गएर तरकारीहरू लिएर आइसकेको छु यी अल्छीका ढ्याकहरू अझै ओछ्यानमै छन् एउटाले एउटा ढ्याक खिलाएर पसेको गाइस झुटो बोल्दै हुनुहुन्छ पानी परिरहेको छ दाइ कहीँ जानु छैन पानी परिरहेको छ पानी परिरहेको छ गाइस पानी परेको छैन है पानी परेको छैन ल हजुरहरूले प्रत्यक्ष हेर्न सक्नुहुन्छ है यी अल्छीका ढ्याकहरू हुन् यी ढ्याक यो चाहिँ हिजो बेलुका पानी परेको हो अहिले पानी परेको छैन उहाँ एकजना सिस पनि हिँडिरहनु भएको छ म झुट बोल्दिनँ है गाइस ल हजुरहरूले जुमिङ गरेर हेर्न सक्नुहुन्छ ल पानी परेको छ त यो अल्छीका ढ्याकहरूले एउटा एउटा ढ्याक पाएको छन् यसको ढ्याक यो हो अल्छीको ढ्याक अर्को अल्छीको ढ्याक यो हो ल हिजो अल्छीको ढ्याक चाहिँ कहाँ गयो दिनभरि म हिजो दिनभरि खाना बोकेर लिएर दिएको थिएँ मैले दाइ म अनि किचनमा गएँ किचनमा नि भनेर अर्कालाई बासी भात खुवाउने अर्कालाई बासी भात खुवाउने सरी भन क्षमा प्राप्ति छु म एकदम ल 3 चोटि उठबस गर त्यसो भने भयो दाइ प्लिज जस्तो नगर्नु ओए ढ्याक उठ्ने होइन केटाहरूलाई भाटे कारवाही गर्नु पऱ्यो क्या आज एक दिन चाहिँ लास्ट है तिमीहरूलाई भोलिदेखि चाहिँ म भाटो लिएर नै भाटे कारवाही गर्छु ल यी अझै यिनीहरूले छोडेछन् थापा काजी हो है फेरि वरिष्ठ काजी हो थापा काजी यिनीहरूले छोडाएन भोलिदेखि चाहिँ भाटे कारवाही हुन्छ है फटाफट उठ्ने हो चाहिँ के